के तपाईँ पनि एकदम चिन्तामा हुनुहुन्छ कि मेरो कुरा कसैले पनि सुनेन, मलाई कसैले पनि मन पराउँदैन भनेर तपाईँ चिन्तामा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस् साथीहरू। 6 वे टु मेक पिपल लाइक यु जी। सो यो बुकबाट मैले तपाईँहरूलाई भनिरहेको छु। तपाईँहरूको समक्ष चाहिँ मैले आज 6वटा पोइन्ट लिएर आइसकेको छु, जुन 6वटा पोइन्ट तपाईँले चाहिँ एभ्री कन्भर्सेसनमा चाहिँ गर्न सक्नुहुन्छ र तपाईँले त्यो टेक्निकहरू युज गर्नुहुन्छ भनेपछि तपाईँले रिजल्ट आफै पाउन सक्नुहुन्छ। सो विदाउट डिले लेट्स स्टार्ट। सो यो 6वटा टेक्निकलाई चाहिँ मैले एउटा चाहिँ वर्डमा चाहिँ बनाएको छु, जुन चाहिँ भनेको तपाईँले एभ्री कन्भर्सेसनमा चाहिँ युज गर्न सक्नुहुन्छ है त। सो वर्ड रहेको छ फाइनलिस्ट। यस, यु हर्ड द्याट राइट, फाइनलिस्ट। फाइनलिस्ट यो चाहिँ एभ्री सिङ्गल कन्भर्सेसनमा चाहिँ युज गर्नु होला, तपाईँले रिजल्ट पाउनुहुनेछ है त। र फाइनलिस्टको फर्स्ट एफआई फर मेक पिपल फिल इम्पोर्टेन्ट एन्ड डु इट सिन्सियरली। एकदमै। सो मान्छेसँग कुरा गर्दाखेरि उनीहरूलाई चाहिँ एकदम इम्पोर्टेन्ट फिल गराउनुपर्छ साथीहरू, र यो चाहिँ एकदम सिन्सियरली तपाईँले गर्नुपर्छ कि तपाईँले उसको कुरा सुनिरहनु भएको छ, उसलाई बुझिरहनु भएको छ, उनीहरू तपाईँप्रति चाहिँ एकदम एट्र्याक्ट हुन्छन् है त। सो एफआई फर फिल इम्पोर्टेन्ट। ओके, सो यान ए, फाइनलिस्टको यान ए फर नेम। यो संसारको सबैभन्दा स्विटेस्ट साउन्ड भनेको मान्छेको नाम हो साथीहरू है। सो कुनै पनि कन्भर्सेसन गर्ने बेला उसको नाम लिन चाहिँ नछुटाउनु होला है, उसको नाम चाहिँ लिनु होला। नाम सबैभन्दा इम्पोर्टेन्ट कुरा है त। ओके, गट इट। सो नम्बर 2टा भइहाल्यो है। एफआई फाइनलिस्टको एफआई भयो, यानै भइसक्यो। अब याल, बी अ गुड लिसनर एन्ड इन्करेज अदर टु टक एबाउट देमसेल्फ है त। सो मिन्स तपाईँले उसले भनेको कुरा एकदम ध्यान दिएर सुन्नु पऱ्यो, उसले के भन्न खोजिरहेको छ त्यसको बारेमा चाहिँ बुझ्नु पऱ्यो है। सो यो भयो भनेपछि तपाईँलाई मान्छेहरूले एकदम मन पराउन थाल्छ है। सो एफआइएनए याल भइसक्यो। आईबाट बिकम अ जेन्युनली इन्ट्रेस्ट इन अदर पर्सन है त, बुझ्नुभयो नि। भनेको मतलब उसले के भन्न खोजिरहेको छ, उसको इन्ट्रेस्ट के छ, उसको हबिज के छ, त्यसको बारेमा उसले कन्भर्सेसन गरिरहेको छ, तपाईँलाई भनिरहेको छ भनेपछि एकदम इन्ट्रेस्ट देखाएर चाहिँ उसको कुरा सुन्नुहोस्, त्यो झल्किनु पर्यो कि है। सो त्यो भयो भने तपाईँलाई अझै खुलेर उसले आफ्नो कुरा चाहिँ सेयर गर्छ। सो फाइनलिस्टको यस फर स्माइल। यस साथीहरू, स्माइल। सो स्माइल यस्तो म्याजिक हो नि साथीहरू, जसले चाहिँ भनेको एकदम पोजिटिभिटी चाहिँ स्प्रेड गर्छ। सो तपाईँ चाहिँ कोहीसँग बोल्दै हुनुहुन्छ भने एकदम स्माइलको साथ होइन उसँग कुरा गर्नुहोस्। सो त्यसले चाहिँ भनेको तपाईँहरूको चाहिँ एउटा कनेक्सन चाहिँ एउटा स्ट्रङ बिल्डअप गर्न हेल्प गर्छ है। सो यो नबिर्सिनु होला। र लास्ट बट नट लिस्ट फाइनलिस्टको टी फर टक इन टर्म्स अफ अदर पर्सन, नट यु है, बुझ्नुभयो। सो उनीहरूको इन्ट्रेस्टको बारेमा कुरा गर्नु, जुन मैले पहिले पनि भनिसकेको छु। उनीहरूको इन्ट्रेस्टको बारेमा तपाईँले कुरा गर्नुहुन्छ भनेपछि उनीहरूले आफ्नो इन्ट्रेस्टको बारेमा भन्नको लागि एकदम रुचाउँछन् साथीहरू। सो यो कुराहरू तपाईँले आफ्नो एभ्री सिङ्गल कन्भर्सेसनमा कोही नयाँ मान्छेसँग भेट्दाखेरि युज गर्नुहुन्छ भने रिजल्ट तपाईँले देख्न सक्नुहुन्छ है। सो बुकहरू पढ्नुहुन्छ भने त ठिक छ, यदि पढ्नुहुन्न भनेपछि यस्तै यस्तै इन्फर्मेसन नलेजको लागि, एक्सपिरियन्सको लागि तपाईँले मेरो च्यानललाई, मेरो अकाउन्टलाई चाहिँ फलो गर्न सक्नुहुन्छ है त। सो एट लास्ट लेट्स इन्स्पायर एन्ड ग्रो टुगेदर। थ्याङ्क यू सो मच।